नेपालको इतिहासमा केही यस्ता पात्रहरू छन् जसको नाम केवल राजाको रूपमा होइन एउटा विचारको रूपमा पनि सम्झिन्छन्। ती मध्ये सबैभन्दा चर्चित नाम हो राजा वीरेन्द्र। आज पनि नेपालका धेरै मानिसहरू उनलाई एउटा शान्तिप्रिय, सरल, दूरदर्शी शासकका रूपमा सम्झिन्छन्। तर एउटा प्रश्न आज पनि इतिहासको गल्लीहरूमा गुन्जिरहन्छ, यदि राजा वीरेन्द्र साँच्चै शान्तिको पक्षमा थिए भने किन उनको सबैभन्दा ठुलो सपना नेपाललाई शान्ति क्षेत्र बनाउने सपना अन्ततः सफल हुन सकेन? यो कथा केवल एउटा राजनीतिक प्रस्तावको कथा होइन, यो एउटा सानो हिमाली राष्ट्रको कथा हो जसले दुई विशाल शक्तिहरूको बिचमा आफ्नो स्वतन्त्रता अस्तित्व जोगाउन खोज्यो। यो एउटा राजाको कथा हो जसले युद्ध, शक्ति सङ्घर्ष र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको बिचमा शान्तिको मार्ग खोज्ने प्रयास गरे। र यो यस्तो सपनाको कथा हो जुन विश्वका सबैभन्दा बढी देशहरूले समर्थन गरे तर अन्तिम लक्ष्यसम्म पुग्न सकेन। सन् 1970 को दशक विश्व इतिहासको निकै संवेदनशील समय थियो। संसार दुई भागमा विभाजित थियो। एकतिर अमेरिकी नेतृत्वको पश्चिमी शक्तिहरू थिए भने अर्कोतिर सोभियत संघ नेतृत्वको साम्यवाद शक्ति। यसलाई शीत युद्धको युग भनिन्छ। विश्वका धेरै देशहरू प्रत्यक्ष युद्ध भन्दा बढी वैचारिक र रणनीतिक प्रतिस्पर्धामा भाँसिएका थिए। दक्षिण एसिया पनि यसको प्रभावबाट अछुत थिएन। नेपालको भौगोलिक अवस्था जनसंवेदनशील थियो। उत्तरमा चीन र पूर्वी तथा पश्चिममा भारत। विश्वका दुई विशाल जनसङ्ख्या भएको देशहरूको बिचमा रहेको नेपालका लागि सन्तुलित कूटनीति अस्तित्वको प्रश्न थियो। नेपाल कुनै शक्तिशाली सैनिक राष्ट्र थिएन, न त उसँग ठूलो आर्थिक स्रोतहरू थियो, तर नेपालसँग एउटा विशेष शक्ति थियो, उसको स्वतन्त्रता र उसको कूटनीतिक सन्तुलन। राजा महेन्द्रको निधनपछि राजा वीरेन्द्रले सन् 1972 मा शासन सम्हाले। उनी विदेशमा शिक्षित थिए। बेलायतको इन्टन कलेजदेखि जापान र अमेरिकी सम्मको अध्ययन अनुभवले उनको दृष्टिकोणलाई अन्तर्राष्ट्रिय बनाएको थियो। उनले विश्व राजनीतिलाई नजिकबाट बुझेका थिए। उनी जान्दथे कि साना राष्ट्रहरूका लागि सैनिक शक्ति भन्दा बढी महत्वपूर्ण कुरा कूटनीतिक सुरक्षा हुन्छ। यही पृष्ठभूमिमा सन् 1975 मा उनको राज्य अभिषेक भयो। राज्य अभिषेक केवल राजकीय समारोह थिएन। त्यही अवसरमा उनले विश्वलाई एउटा ऐतिहासिक प्रस्ताव सुनाए। उनले नेपाललाई जोन अफ पिस अर्थात् शान्ति क्षेत्र घोषणा गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे। राजा वीरेन्द्रको अवधारणा सरल देखिए पनि त्यसको रणनीतिक अर्थ निकै गहिरो थियो। उनी चाहन्थे कि नेपाललाई कुनै पनि अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धा, सैनिक गठबन्धन वा भू राजनीतिक सङ्घर्षबाट अलग राखियोस्। नेपाललाई एउटा यस्तो राष्ट्रको रूपमा स्वीकार गरियोस् जहाँ बहु हस्तक्षेप नहोस्, जहाँ शान्तिपूर्ण विकासलाई प्राथमिकता दियोस् र जहाँको सार्वभौमिकतालाई अन्तर्राष्ट्रिय रूपमा विशेष संरक्षण प्राप्त होस्। धेरै नेपालीका लागि यो प्रस्ताव गौरवको विषय थियो। एउटा सानो देशले विश्वलाई शान्तिको सन्देश दिइरहेको थियो। बुद्ध जन्मेको भूमि नेपाललाई विश्व शान्तिको प्रतीक बनाउने कल्पना स्वाभाविक रूपमा आकर्षक थियो। राजा वीरेन्द्रले यो विचार केवल भाषणमा सीमित राखेनन्। नेपालका कूटनीतिज्ञहरू विश्वभर सक्रिय भए। अन्तर्राष्ट्रिय मञ्चहरूमा यो प्रस्ताव उठाइयो। क्रमश एकपछि अर्को देशले समर्थन दिन थाले। चीनले समर्थन गर्यो, पाकिस्तानले समर्थन गर्यो, बङ्गलादेश, श्रीलङ्का लगायतका धेरै देशहरू समर्थनमा आए। समय बित्दै जाँदा समर्थन गर्ने देशहरूको संख्या 100 भन्दा बढी पुग्यो। संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूका ठूलो हिस्साले यो अवधारणाप्रति सकारात्मक धारणा व्यक्त गरिसकेका थिए। तर एउटा देशको समर्थन भने लगातार अनुपस्थित रह्यो। त्यो देश थियो भारत। यहीँबाट राजा वीरेन्द्रको सपनाले सबैभन्दा ठूलो चुनौती सामना गर्न थाल्यो। भारतले सार्वजनिक रूपमा शान्तिको विरोध गरेको थिएन, तर उसले प्रस्तावलाई समर्थन पनि गरेन। र वास्तविकता के थियो भने नेपालको भू राजनीतिक अवस्थाले हेर्दा भारतको समर्थन बिना त्यो अवधारणा पूर्ण रूपमा प्रभावकारी बन्न गाह्रो थियो। भारतको दृष्टिकोण फरक थियो। भारतका केही रणनीतिक विशेषज्ञहरूले नेपालले शान्ति क्षेत्र घोषणा गर्ने प्रस्तावको वास्तविक प्रभाव बारे प्रश्न उठाए। उनीहरूलाई लाग्थ्यो कि यसले भविष्यमा भारतको सुरक्षा हितमा जटिलता ल्याउन सक्छ, विशेष
गरी चीनसँगको सम्बन्ध र हिमाली क्षेत्रको सामरिक संवेदनशीलताले भारतलाई थप सतर्क बनाएको थियो। समय बित्दै जाँदा राजा वीरेन्द्रले आफ्नो प्रस्तावलाई निरन्तरता अगाडि बढाइरहे, तर अन्तर्राष्ट्रिय राजनीतिमा समर्थनको संख्या मात्र पर्याप्त हुँदैन। महत्वपूर्ण कुरा प्रमुख शक्तिहरूको सहमति हो। जब क्षेत्रीय रूपमा सबैभन्दा प्रभावशाली छिमेकी देश सहमत हुँदैन, तब कूटनीतिक अभियान कमजोर बन्न थाल्छ। यता नेपालभित्र पनि परिस्थिति परिवर्तन हुन थालेको थियो। 1980 को दशकको अन्त्यसम्म आइपुग्दा बहुदलीय प्रजातन्त्रको माग तीव्र बन्दै गयो। जनताका राजनीतिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक व्यवस्थाको मागले गति लिन थाल्यो। शान्ति क्षेत्रको अन्तर्राष्ट्रिय अभियान भन्दा देशभित्रको राजनीतिक सङ्कट ठूलो विषय बन्न पुग्यो। सन् 1990 को जन आन्दोलनले नेपालको राजनीतिक इतिहास नै परिवर्तन गरिदियो। पञ्चायत व्यवस्था समाप्त भयो, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र स्थापना भयो। देशको राजनीतिक प्राथमिकता परिवर्तन भयो। अब ध्यान शान्ति क्षेत्रको अन्तर्राष्ट्रिय अभियानमा भन्दा लोकतान्त्रिक संस्थाहरूको निर्माणमा केन्द्रित हुन थाल्यो। त्यसपछि विश्व पनि परिवर्तन हुँदै थियो। शीत युद्ध समाप्त भयो, सोभियत संघको विघटन भयो, अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको स्वरूप नै परिवर्तन भयो। जस परिवेशमा शान्ति क्षेत्रको अवधारणा जन्मिएको थियो, त्यो परिवेश नै क्रमशः समाप्त हुन थाल्यो। यसबीच नेपालले अर्को गम्भीर संकट सामना गर्यो। माओवादी विद्रोह सुरु भयो। देश दशकको लामो सशस्त्र संघर्षमा प्रवेश गर्यो। हजारौं मानिसको ज्यान गयो, विकास रोकियो, राजनीतिक अस्थिरता बढ्यो। विडम्बना के थियो भने जुन देशले शान्तिको विशेष क्षेत्र बनाउने सपना देखेको थियो, त्यही देश आन्तरिक द्वन्द्वको केन्द्र बन्न पुग्यो। अनि सन् 2001 आयो। नेपालकै इतिहासकै सबैभन्दा रहस्यमय र दुःखद घटना मध्ये एक राजदरबार हत्याकाण्ड। राजा वीरेन्द्र, रानी ऐश्वर्या, राज परिवारका धेरै सदस्यहरूको हत्या भयो। देश स्तब्ध बन्यो। एउटा युग समाप्त भयो। शान्ति क्षेत्रको सपना देख्ने राजा अचानक इतिहासको पात्र बने। उनको मृत्युसँगै त्यो अवधारणाको राजनीतिक नेतृत्व पनि लगभग समाप्त भयो। त्यसपछिका सरकारहरू अन्य सङ्कटहरूमा व्यस्त भए। गृहयुद्ध, राजनीतिक संस्करण, गणतन्त्र स्थापना र संविधान निर्माण जस्ता विषयहरूले राष्ट्रिय प्राथमिकता ओगटे। आज पछाडि फर्केर हेर्दा एउटा रोचक प्रश्न उठ्छ, के राजा वीरेन्द्रको सपना वास्तवमै असफल भयो? यदि केवल औपचारिक रूपमा हेर्ने हो भने हो। नेपाललाई अन्तर्राष्ट्रिय रूपमा आधिकारिक शान्ति क्षेत्र घोषणा गरिएन, प्रस्तावले अन्तिम सफलता पाएन। तर यदि विचारको स्तरमा हेर्ने हो भने कता फरक देखिन्छ। राजा वीरेन्द्रले नेपालले एउटा सैनिक शक्ति होइन, एउटा नैतिक शक्ति बनाउन खोजेका थिए। उनले सानो राष्ट्रको सुरक्षा केवल हतियारले होइन, कूटनीति, सन्तुलन र अन्तर्राष्ट्रिय विश्वासले सम्भव हुन्छ भन्ने सन्देश दिएका थिए। उनले बुद्ध जन्मेको भूमिलाई विश्व शान्तिको केन्द्रको रूपमा स्थापित गर्न कल्पना गरेका थिए। आज पनि नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा शान्तिको नीति अपनाइरहेको छ। सायद इतिहासको सबैभन्दा रोचक सत्य यही हो, केही सपनाहरू तत्कालै पूरा हुँदैनन्, केही विचारहरू कागजमा आँट्छन्। राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्ताव पनि त्यस्तै एउटा सपना थियो। राजनीतिक रूपमा त्यो सफल हुन सकेन। भू राजनीतिक यथार्थले यसलाई रोकिदियो, क्षेत्रीय शक्ति सन्तुलनले त्यसलाई सीमित गरिदियो र समयको परिवर्तनले त्यसलाई अल्झनमा पारिदियो। तर एउटा सानो हिमाली राष्ट्रले विश्वलाई शान्तिको प्रस्ताव दिएको त्यो क्षण आज पनि नेपालको कूटनीतिक इतिहासको सबैभन्दा साहसी र महत्वाकांक्षी प्रयास मध्ये एक मानिन्छन्। र सायद यही कारणले दशकौं बितिसक्दा पनि धेरै नेपालीहरू राजा वीरेन्द्र केवल एक राजा होइन, शान्तिको सपना देख्ने एक दूरदर्शी व्यक्तिका रूपमा सम्झिन्छन्। उनको सपना अधुरो रह्यो, तर त्यो सपनाले नेपाललाई विश्वमा कसरी हेर्ने भन्ने एउटा वैकल्पिक दृष्टिकोण भने सधैँका लागि छोडिदिएर गए।